ए भूमिका, आज भोलि त खुब मान्छेलाई उक्साउँदै हिँड्छेस् रे त। होइन दाइ, मैले त्यस्तो नराम्रो केही पनि गरेको छैन। हेर भूमिका, तेरो बुवा र मेरो बुवा पुरानो साथी भएर मात्रै तँलाई मैले केही नगरेको हो। तर तैँले त्यो मालतीलाई उक्साएर मलाई जेलसम्म पुर्याइस् होइन? मैले कसैलाई उस्काउने काम गरेको छैन। अनि अर्को कुरा, मालती त्यति नराम्रो मान्छे पनि होइन। को राम्रो मान्छे हो, को नराम्रो मान्छे हो, मलाई सबै राम्रोसँग थाहा छ। तपाईँको नजरमा मालती नराम्रो भए तापनि वास्तवमा ऊ मनको चाहिँ धेरै सफा मान्छे हो। मालती के हो, कस्तो मान्छे हो, सबै कुरा मलाई थाहा छ। तैँले सिकाइरहनु पर्दैन। यति मल छरिसकेपछि खाम भनेको बोलाइहाल्नु भयो। मैले कति मिठो खाजा बनाएर लिएर आएको छु, यति खानु होला अनि गएर छोड्नु होला। ए के लिएर आउनुभयो? मैले